बादी म गीतवादी मालिक मैले भनेको थिएँ नि बादी भनेपछि कति नथियाबाट यो इन्सपायर छ भनेर आई टोल्ड यु गाइज साहेब बुवा हजुरले बैना गरेको नत्थीहरू कोठारी गुड लाइटिङ गुड प्रोडक्सन डिजाइनिङ राम्रो रहेछ ब्याकग्राउन्डको यताउति ये क्या कर रहा है यार यो 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 दुईटाको बिचमा जोक्स पार्ट अहिलेसम्म राम्रो लागिरहेको हजुर मालिक यसलाई हवेलीले रहेछ प्यासा समुद्रमा आउने हो समुद्र प्यासाकोमा गयो भने त बगवालाई नि राख्छ प्यासा समुद्रमा आउने हो समुद्र प्यासाकोमा गयो भने त बगवालाई नि राख्छ लोजिक है भाइ लोजिक मिठो भएपछि झुटो पनि नहुँदो रहेछ समुद्रमा मुख डुबाउँदैमा समुद्र जुठो हुन्छ बधाई से काकी के भयो नातिनी जन्मी नाति मलाई यो पोस्टरमै मलाई कस्तो अजिब लाग्थ्यो कस्तो पर्फेक्ट छ कि उसको त्यो अपियरेन्स अफ प्रेग्नेन्सी कस्तो पर्फेक्ट छ कि जन्मी अब मेरी छोरी को दुख का दिन गए कुनै दाग धब्बा काँटा साटा चुब्न नदिएस् तेरी छोरीको नच्ची बिकाउने जिम्मा मेरो गेम हो यार स्टोरी लगभग नथिया कि हो यार उसमा पनि एउटा क्यारेक्टर मेन क्यारेक्टरको छोरी जन्मिँदाखेरि यस्तै भन्छ नि तर उसले चाहिँ मानेकी हुन्ने चिठीबाट सुरु भएको हाम्रो यो प्रेमले हामीलाई छोरीसम्म पुर्यायो म हाम्रो छोरीलाई यहाँबाट जसरी भए नि निकाल्छु देखि बकवास भिएफएक्स यार ए भिएफएक्स चाहिन्न नि वा एउटा सुँगुर मार्न सक्दैन यत्रो मुभी बनाउने आम्बो यो देखि तेरी छोरी राजा साहेबको सामान भयो म छोरी बेच्न दिन्न मैले जन्माएर हुर्काएको मेरो सन्तान हो त्यो त्यसको बाबु भने पनि आमा भने पनि म एउटा मेरो छोरीले के गर्छु भन्ने अधिकार आमालाई मात्रै छ आफूले कुन मुखले आमा भन्छस् आमा भनेको नि आफ्नो जनको बाजी राखेर पाएको मुखबाट पनि आफ्नो सन्तानलाई जगाएर ल्याउँछ तर त सही बोला जो बोला ठीक बोला होइन तिमीहरूलाई पढाइ किन चाहियो कि तिमीहरूका आउनले डिग्री माग्न थाले यति गर्दैन सचिव छोरीले साह्रै पढ्ने रहर गरेछ क्या छोरी पढाएको छु या स्टोरी सेम भए पनि नथिएको जस्तो अलिकति घुमाएको चाहिँ रहेछ भनेर धेरै छाती नफुला ओडारमा बसेर बाघसँग न्यु खोज्नुहुन्न ए मधुवाला राजाको सामान चलाइस् भने मार्छन् तँलाई चेन्ज गरेर विद्रोह गर्छ यसको छोरीको आजै नच्ची तोड्छु म कोठारी सिंगारी बोला मेरो आमाले यही गरे मैले यही गर्दैछु मेरो छोरीले पनि यही गर्ने आमालाई माफ गरिदियो है छोरी Okay guys, this is it. Lalibela retailer is this kind of quite mediocre नै छ नथिङ त्यस्तो खतरा सिनेमालाई नि प्रोभोक गर्ने खालको चाहिँ त्यस्तो लागेन द स्टोरी इज क्वाइट युनिक लिएको चाहिँ हुन् एज आई टोल्ड इन द टिजर तर अब आई डोन्ट नो अरू अब इट्स सिम्पल त्यस्तो खतरा भन्न नि मिल्दैन त्यस्तो बकवास भन्न नि मिल्दैन
या बस यसलाई हेर्नु चाहिँ पर्छ, यो मुभी हेर्नु चाहिँ पर्छ बिकज अफ द स्टोरी, सेफ स्टोरी, एन्ड लेट्स सी वाट ह्यापन नेक्स्ट. बाई.